यो छोरी मान्छे के छोरी मान्छेको जात लोभीको पिण्ड कति लोभी हुने रहेछ कति लोभ खना रहेछ ए भगवान् एउटीले भेटौँ न भनेर उगारी ल नि त ल भनेर गएको त ट्याक्सी चढ्यो ट्याक्सी भाडा आफै तिरेको छ अलि उता पुगेपछि आइसक्रिम खान्छु ल खाऊ पैसा तिरे अलि उता पुगेपछि चटपट खान्छु ल खाऊ पैसा त्यहाँ तिरे एउटा मार्केट आयो त्यहाँ गएर वान पिस किन्छु ल किन नि त म त उसकै पैसाले किन्ने होला भनेर किन भनेको लास्ट त वान पिसको पैसा नि मैले तिरेँ ए भगवान् कहीँ 1 रुपियाँ झर्दैन अनि कहाँ पुग्ने हो त्यहाँ पुगेपछि टन्न खानेकुराहरू मस्त खाइयो अनि त्यहाँ पनि सुक्को निकाल्ने त कुरै छैन 1 रुपियाँ ननिकाल्ने अरे ल नतिर्ने अरे आफू चाहिँ अनि मेरो ब्याग हेरिदेऊ है म सु गर्न जान्छु भनेर गई यसो ब्याग खोलेर हेरेको त 1000 को यत्रो मुठाका मुठा माया किन यस्तो गर्छ हो अलिअलि पैसा आफूले तिर्न हुँदैन कमसेकम मेरो कमाई भन्दा त तिम्रै बुढाको कमाई धेरै छ त माया के साह्रो लोभीको पिण्ड हो आफ्नो लागि डे मर्निङ नाइट सबै क्रिम किन्ने अनि दिनदिनै पार्लर गएर कति पैसा खर्च गर्न सक्ने आफ्नो लागि चाहिँ मेरो लागि जब एउटा पानी किनेको पनि पैसा नतिर्ने यस्तो लोभीको जात हुँदो रहेछ यो छोरी मान्छेको जात त अहिलेसम्म कुनै छोरी मान्छेले किनिदिएर एउटा मिठाईको गेडो पनि खाएन कि के गफ लाउनु छ र यहाँ।